सबैजना साथीहरुमा नमस्कार। धेरैजना साथीहरुले यो शैक्षिक उद्देश्यको वर्गीकरणका सन्दर्भमा कन्फ्युजन भयो भनिरहनु भएको कारणले गर्दा आज मैले तपाईं समक्ष यो भिडियो बनाएको छु। कृपया भिडियो ध्यानपूर्वक हेरिदिनु होला। अब यो शैक्षिक उद्देश्यको वर्गीकरणका सन्दर्भमा बेन्जामिन एस ब्लुमले ब्लुम्स ट्याक्सोनोमी सार्वजनिक गरे र ब्लुमका अनुसार शैक्षिक उद्देश्यहरूलाई 3 भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ। ती 3 भागहरू के अरे? ती 3 भागहरू संज्ञानात्मक क्षेत्र, भावनात्मक क्षेत्र र मनोक्रियात्मक क्षेत्र रहेका छन्। र संज्ञानात्मक क्षेत्र भनेको चाहिँ तपाईको कस्तो उद्देश्यहरू यसले समावेश गर्छ त भन्नुहुन्छ भने इन्टेलेक्चुअल आउटकम्स बेस्ड। यो भनेको कुनै पनि सिकारीको ज्ञान, बोध, चिन्तन, सिप जस्ता उपलब्धिहरू समावेश गर्ने उद्देश्यहरू संज्ञानात्मक क्षेत्रका उद्देश्य अन्तर्गत पर्दछन्। र ब्लुमले संज्ञानात्मक क्षेत्रका उद्देश्यहरूलाई 6 वटा तहमा विभाजन गरेका थिए, जस अन्तर्गत ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङ्कन रहेका छन्। तर पछिल्लो समयमा एन्डरसनले परिमार्जन गरेर संज्ञानात्मक क्षेत्रका 6 वटा तहहरूमा रिमेम्बर, अन्डरस्ट्यान्ड, अप्लाई, एनालाइज, इभ्यालुएट र क्रिएट भनेर निर्धारण गरेका छन्। इन ओभरअल तपाईले के बुझ्दिनु पर्यो भन्दा संज्ञानात्मक क्षेत्र भनेको चाहिँ व्यक्तिको केसँग सम्बन्धित भयो? संज्ञानसँग, दिमागसँग सम्बन्धित भयो। बौद्धिक उपलब्धिसँग सम्बन्धित उद्देश्यहरू चाहिँ संज्ञानात्मक क्षेत्र अन्तर्गत पर्दछ भनेर बुझ्नु पर्यो। त्यस्तै गरी अर्को रहेको छ भावनात्मक क्षेत्र, यानी कि अफेक्टिभ डोमेन। र यो अफेक्टिभ डोमेन भनेको चाहिँ कस्तो भन्नुहुन्छ भने इमोसन बेस्ड। यो भनेको कुनै पनि व्यक्तिको संवेग, रुचि, प्रवृत्ति हैन, अनि उसको अनुभूति हो, योसँग सम्बन्धित उद्देश्यहरू चाहिँ भावनात्मक क्षेत्र अन्तर्गत पर्दछ। यसलाई हामीले प्रभावी क्षेत्र पनि भन्छौं, प्रभावी क्षेत्र पनि भनेर भन्छौं। र यो प्रभावी क्षेत्र यानी कि भावनात्मक क्षेत्रका पनि 5 वटा तहहरू छन्। त्यो अन्तर्गत प्राप्ति गर्नु, प्रतिक्रिया दिनु, मूल्य प्रदान गर्नु, संगठन गर्नु, चारित्रीकरण गर्नु जस्ता चाहिँ तहहरू यस अन्तर्गत पर्दछन्। त्यस्तै गरी अर्को क्षेत्र चाहिँ के हो भन्नुहुन्छ भने साइकोमोटर डोमेन, यानी कि मनोक्रियात्मक क्षेत्र। मनोक्रियात्मक क्षेत्र भन्ने बित्तिकै विशेष गरी यो चाहिँ एक्सन बेस्ड डोमेनहरू यो अन्तर्गत पर्छ। क्रियाकलापसँग सम्बन्धित के शारीरिक चालसँग सम्बन्धित उद्देश्यहरू। यसले शारीरिक सँगै मानसिक कुरालाई समेट्छ फेरि है। विशेष गरी तपाईको चाहिँ ह्यान्ड राइटिङ गर्ने कुरा, टाइपिङ गर्ने कुरा हेर्नुस् त। त्यस्तै गरी कुनै पनि यन्त्र परिचालन गर्ने कुरा, यो त सिप हो नि त। यो त तपाईको के भन्छ शरीर र शरीरको यो अङ्गहरू र यो मानसिक प्रक्रिया त सँगसँगै चल्नुपर्छ नि त हो। त्यसकारणले गर्दा यो शारीरिक चालसँग सम्बन्धित उद्देश्यहरू चाहिँ मनोक्रियात्मक क्षेत्र अन्तर्गत पर्दछन् भनेर बुझ्ने। र यो अन्तर्गत पनि तपाईको 7 वटा तहहरू रहेका छन्। त्यो अन्तर्गत प्रत्यक्षीकरण, तयारी, निर्देशित खोज, यन्त्रीकरण, जटिल बाह्य प्रतिक्रिया, अनुकूलन र मौलिकीकरण रहेका छन्। यसरी तपाईले के बुझ्नु पर्यो भन्दा शैक्षिक उद्देश्यहरूलाई ब्लुम्सले है 3 वटा क्षेत्रमा विभाजन गरेका रहेछन्। पक्कै पनि तपाईले यो भिडियो हेरेर केही जानकारी हासिल गर्नुभयो होला। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने तपाईले विभिन्न ग्रुपमा, पेजमा शेयर गरिदिनु होला। र तपाईलाई कुन विषयको बारेमा सरले भिडियो बनाइदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ त्यो पनि कमेन्ट सेक्सनमा लेख्नु होला। सबैजना साथीहरूलाई विशेष धन्यवाद सहित नमस्कार।